रमेशकी धुलै यो धारा भित्राउन पाउँदा मलाई असाध्यै खुसी लाग्दछ। सीता सिरियलमा हामीले पर्वते र सृष्टिको माया पिरती अब देख्न सक्छौँ कि नै उनीहरूको पछि गएर विवाह होला कि नै। अनि सीताले रमेशलाई फकाइसकेपछि रमेश विवाह गर्न मानेका छन्। बाहुन बाजेले पनि एउटा केटी खोजिदिएका छन्। अनि अब आउने एपिसोडमा रमेशको र त्यो नयाँ केटीको विवाह होला कि नै। र सीताको दाइ विनोद र उनको भाउजू मिलेर चाहिँ त्यहाँको सम्पत्ति खाने प्लानिङ गराइरहेका छन्। पछि गएर त्यो गाउँको सम्पत्ति उनीहरूले बेच्न सक्लान् कि नै। अनि घिसिङ र गरिमाको कुरा गर्नु पर्दा उनीहरूको अहिलेको समयमा झगडा एकदमै परिरहेको छ। तर अहिले परेको झगडा भने एकदम कम नै हो। पछि गएर हामीले घिसिङ र गरिमाको एकदम धेरै नै झगडा देख्नेवाला छौँ। तर पछि गएर घिसिङ र गरिमाले गरिमाको छोरीलाई चाहिँ जगतेकोबाट फर्काएर लिएर आउन सक्लान् कि नै। आउनुहोस् यो सबै कुराको जानकारी यो भिडियोको अन्त्यसम्म पाउनुहुन्छ। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला र सीता सिरियल कोले मन पराउनुहुन्छ कमेन्टमा भनिदिनु होला। अब कुरा गरौँ सृष्टि र पर्वतेबाट। सृष्टि र पर्वतेको रिलेसन हामीले पछि गएर देख्ने चान्स एकदम धेरै नै छ। मैले यहाँभन्दा अगाडि पनि भनिसकेको छु, हरि मरेर गइसकेका छन्। हरि मरेर गएपछि चाहिँ अब सृष्टिलाई सहारा चाहिएको छ। एउटा सहारा जुन उनी डिप्रेसनमा छिन्, गाउँकाले हेपिरहेको छन्, घरकाले साथ त दिइरहेको छन्, तर गाउँमा हिँड्नलाई उनलाई गाह्रो पनि भएको छ। त्यो बेला एउटा पिल्लर बनेर चाहिँ बस्नको लागि अब पर्वते हुन्छन्। पर्वतेले सृष्टिले माया नगर्ने पनि होइन, एकदम धेरै नै माया गर्छन्। भित्रभित्र अझै पनि सृष्टिको लागि पर्वतेले धेरै नै माया गरिरहेका छन्। त्यो कारणले गर्दा सृष्टिको हरेक कदममा अब पर्वते खडा हुनेवाला छन्, सृष्टिलाई एकदम धेरै साथ दिनेवाला छन्। त्यो कारणले गर्दा सृष्टिले पर्वतेको साथ र सपोर्ट देखेर पर्वतेसँग नजिक हुँदै जानेवाला छिन्। पछि गएर उनीहरू धेरै नजिक हुन्छन्। धेरै नजिक भइसकेपछि चाहिँ उनीहरूको माया पिरती बस्छ र माया पिरती बसेर चाहिँ उनीहरूको विवाह हुने चान्स एकदम धेरै नै छ। अब कुरा गरौँ सीताको दाइ विनोदबाट। अब उनीहरू गाउँ आएकै मेन कारण भनेको गाउँको सम्पत्ति बेचेर चाहिँ आफू बसेको ठाउँमा गएर ऋण चुक्ता गर्नको लागि हो। त्यो कारणले गर्दा उनीहरूको क्यारेक्टर नै त्यही अनुसार राखिएको छ। सीता सिरियलमा विनोदलाई भने अब भिलेनको रूप देखाइएको छ। उनको क्यारेक्टर चाहिँ भिलेनको छ। उनीहरूको उटपटाङ प्लानिङले गर्दा, घर जग्गा बेच्ने प्लानिङले गर्दा सिरियल हेर्ने मान्छेहरूलाई पनि रिस उठिरहेको छ। कति बेला चाहिँ विनोदहरू फर्केर गयो हुन्थ्यो भन्ने टाइपको चाहिँ अडियन्सलाई लागेको छ। सिरियलमा लिएर आएको कारण नै त्यही हो, मान्छेहरूले सिरियल हेर्दाखेरि रिस उठोस् भनेर चाहिँ विनोदलाई त्यस्तो क्यारेक्टर दिएको। उनीहरू केही समयको लागि मात्र आएका हुन्। अब केही समयपछि विनोदले सम्पत्तिको कुरा गर्छन्। सम्पत्तिको कुरा गर्दा चाहिँ उनीहरूको त्यहाँ झगडा हुन्छ, अन्तर्वार्ता हुन्छ। अन्तर्वार्ता पछि चाहिँ हामीले विनोदले त्यहाँको सम्पत्ति बेच्न नपाएको देख्न सक्छौँ। त्यसैको रिसको झोकमा चाहिँ उनीहरू फर्केर जान्छन्। अब कुरा गरौँ गरिमाले र घिसिङले। अब गरिमाको छोरीलाई फिर्ता लिएर आउलान् कि नै। एउटा कुरा के छ भने गरिमाले भागेर घिसिङसँग विवाह गरेपछि त्यो छोरी एक्लै थिइन्। त्यो कारणले गर्दा जगतेले लगाएर राखेका छन् र सीताले पनि त्यो कुरालाई एकदम धेरै नै सपोर्ट गरेकी छिन्। त्यसपछि चाहिँ उनीहरू गरिमासँग रिसाएका छन्। छोरीले एक्लै छोडेर गइस, अहिले चाहिँ माया लाग्यो भनी जस्तो कुरा आएपछि चाहिँ उनीहरूले फिर्ता दिन मानेनन्। त्यो छोरी पनि आफ्नो आमासँग जान मानेकी छैनन्। तर पछि गएर चाहिँ हामीले जे भए पनि गरिमाको आमा हो नि, आमाको माया ममता एकदम धेरै नै हुन्छ। त्यो कारणले गर्दा गरिमा टाढा भएपछि, छोरी नभएपछि गरिमालाई चाहिँ एकदम एक्लो फिल भयो। त्यो कारणले गर्दा गरिमाले छोरीसँग भेट्ने जिद एकदम धेरै नै गरेकी छिन् र छोरीलाई लिएर आएर राख्ने जिद पनि गरेकी छिन्। तर जति जिद्दी गरे पनि अब सीताले जगतेले चाहिँ गरिमालाई छोरी फिर्ता दिँदैनन्। तर केही समय पछि चाहिँ छोरी फिर्ता हुने चान्स पनि छ। त्यसको लागि चाहिँ बीचमा घिसिङ र गरिमाको एकदम धेरै नै झगडा परिरहन्छ। अनि अब रमेशको साउ र साउनेले चाहिँ रमेशलाई एकदम धेरै दुःख दिन खोज्छन्। तर जति दुःख दिए पनि अब रमेश अलि धेरै नै जान्ने बुझ्ने भइसकेका छन्। त्यो कारणले गर्दा रमेशले त्यो कुराहरूलाई नर्मल लिएर चाहिँ अघि बढ्नेछन्। अनि अब दुई चार शब्द हरिको बारेमा कुरा गर्नु पर्दा हरि अब मरेर गइसकेका छन्। उनको क्यारेक्टर नै असल स्वभावको थियो। उनलाई चाहिँ केही समयको लागि नै बोलाइएको थियो, किनभने सीता सिरियलको जुन स्टोरी छ नि, त्यो स्टोरीमा एउटा असल स्वभावको केटाको क्यारेक्टर चाहिएको थियो। त्यो क्यारेक्टर खेल्नलाई चाहिँ सिरियलमा हरिलाई बोलाइएको थियो। त्यो क्यारेक्टर चाहिँ केही समयपछि स्टोरीमै मर्ने भन्ने थियो। त्यो कारणले गर्दा
हरि छाडेर गइसकेको छन्। अब केही समयसम्म सृष्टिलाई हरिको सम्झनाले धेरै दुःख नै दिन्छ, तर पनि अब हरि फर्केर आउँदैनन्। अब हामीले सृष्टि र पर्वतेको जोडी देख्न सक्छौँ। अनि हजुरहरूलाई सिधा सिरियल कस्तो लाग्छ भनिदिनु होला। आजको हाम्रो भिडियो यति छ। आज हामीले किसिन र गरिमाको झगडाको बारेमा कुरा गर्यौं, हरिको बारेमा कुरा गर्यौं, रमेशको बारेमा कुरा गर्यौं, सीताको दाइ भाउजूको बारेमा कुरा गर्यौं, लगभग सबैको बारेमा हामीले कुरा गर्यौं। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। अब अर्को भिडियोमा भेटौँला, त्यति बेलासम्मको लागि बाई, टेक केयर।